सबैजनालाई आज चाहिँ म तपाईलाई नेपालमा अथवा विदेशमा हुँदाखेरि चाहिँ कसरी हामीले ब्रोकर अकाउन्ट बनाउन सकिन्छ भनेर सिकाउन गइरहेको छु। र तपाईले सुरुमा क्रोम खोल्नुहोस्। क्रोम खोलिसकेपछि तपाईले मेरो पहिले नै आएछ, तर तपाईले टीएमएस ब्रोकर अकाउन्ट भनेर सर्च गर्नुहोस् अनि त्यहाँ चाहिँ तपाईले यहाँ लिस्टहरू देख्न सक्नुहुन्छ। यसमा गएर लिस्टमा जानुहोस्। लिस्टमा यहाँ हरेकको लिस्ट हुन्छ र ब्रोकर नम्बर छ यहाँ ब्रोकर नम्बर हेर्नुहोस्, कुन चाहिँ हजुरलाई नजिक सजिलो पर्छ त्यही लेख्नुहोस् र ब्याक जानुहोस्। अब तपाईले त्यो ब्रोकर नम्बर सम्झिनु पर्ने हुनेछ र त्यसपछि लेख्नुहोस् तपाईले यहाँ टीएमएस। अब मैले ब्रोकर नम्बर 49 लेखेँ, 49 भने अनि त्यसपछि तपाई यहाँ क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईले न्यू रजिस्ट्रेसन गर्नुहोस्। न्यू रजिस्ट्रेसन गरिसकेपछि तपाईको बेला बेलामा यो सानो अथवा त्यसैले यहाँ डेस्कटप साइट युज गर्नुहोस्। यहाँ तलपट्टि हेर्नुहोस्, यहाँ डेस्कटप साइट छ, त्यसैले यो राम्रो फर्मेटमा आयो। र यो गरिसकेपछि तपाईले यो स्टार लगाएको चाहिँ तपाईले भर्नुपर्छ, अथवा स्टार लगाएर हिँड्छ भने चाहिँ त्यो नभर्दा नि हुन्छ। र तपाईले यहाँ इमेल सिमेल सब हालिसकेपछि नेक्स्ट गर्नुहोस्। नेक्स्ट हालिसकेपछि यहाँ वार्ड नम्बर, टोल, अब तपाईको वासस्थान र अहिले बसेको र पहिले बस्ने सेमै हो भने चाहिँ यहाँ सेम एज पर्मानेन्ट गर्नुहोस्। यदि होइन भने चाहिँ त्यसमा एड टेम्पोररी एड्रेस गरेर तपाईले थप्न सक्नुहुन्छ। र त्यसपछि तपाई बैंक अकाउन्टको डिटेल्सहरू राख्नुहोस्। अनि ब्रान्च भनेको चाहिँ हजुरले जहाँबाट बैंक खोल्नुभयो त्यहाँको, अनि अकाउन्ट टाइप भनेको चाहिँ हजुरको अकाउन्ट के हो, सेभिङ हो कि अरू केही हो कि। मेरो चाहिँ सेभिङ थियो, सेभिङ राखेँ र अकाउन्ट नम्बर राखेँ र नेक्स्ट गर्नुहोस्। तपाईको बीओआईडी भनेको तपाईको 16 डिजिट नम्बर हुन्छ मेरो सेयर खातामा, र त्यो नम्बर चाहिँ यहाँ हाल्नुहोस्। यहाँ हालिसकेपछि हजुरले नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरेपछि हजुरहरूले यो डकुमेन्टहरूको फोटो एकचोटि स्क्रिनशट गरेर सबै रेडी पार्न सक्नुहुन्छ। जस्तै हजुरको फोटो अपलोड गर्नु पर्यो र जुन चाहिँ 1 MB भन्दा सानो हुनुपर्छ, त्यसको साइज घटाउनुहोस्। क्रोममा गएर साइज घटाउनको लागि अब मैले सिकाउँछु, प्लस गरेर यहाँ गएर हजुरले साइज मिनिमाइजर गर्नुहोस्। यहाँ गइसकेपछि हजुरको यहाँ कम्प्रेस गर्नुहुन्छ। यहाँ गएर तपाईले एउटा फोटो चुज गरेर यहाँ साइज घटाउन सक्नुहुन्छ। यहाँ जानुहोस्। यहाँ गइसकेपछि हजुरको फोटोज अथवा भिडियोजमा गएर, भिडियोज त पर्दैन, हजुरको फोटोजमा गएर चाहिँ फोटो चुज गरेर त्यसलाई साइज कम्प्रेस गर्नु मिल्छ र त्यसलाई सेभ गरेर अब राख्नुहोस्। राखिसकेपछि त्यही अघिको उसमा जानुहोस्। यहाँ गइसकेपछि तपाईले यहाँ थम परेन, अनि सिटिजन सर्टिफिकेट फ्रन्ट साइड भनेको चाहिँ नागरिकताको फोटो अगाडिको पछाडिको दुइटै राख्नु पर्यो। यहाँ तलपट्टि छ पछाडिको, र प्लेन यो सिग्नेचर एउटा पेपरमा सिग्नेचर गरेर राख्नु पर्यो। र मेरो सेयरको डिटेल भनेको चाहिँ तपाईको मेरो सेयरको डिटेल चाहिँ मैले अर्को भिडियोमा सिकाउने छु। र यो मेरो सेयरको डिटेल चाहिँ तपाईले मेरो सेयरबाटै लिनुपर्ने हुन्छ। मेरो अर्को भिडियो हेर्नु होला। र सेल्फी क्यारिङ एनी गभर्मेन्ट इस्युड आइडी भन्छ, त्यसमा चाहिँ तपाईले एउटा नागरिकता अथवा एनआइडी जे लिएर भए पनि फोटो खिच्नु होला अगाडि राखेर। र नेसनल आइडी कार्ड कन्फर्मेसन गर्नुहोस् र नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि हजुरको यहाँ के आउँछ अनि मन्जुर छ भनेर त्यसपछि सबमिट गरिदिनुहोस्। सबमिट गरिदिसकेपछि तपाईको अकाउन्ट ब्रोकर अकाउन्ट चाहिँ 3-4 दिनमा आउँछ मेलमा।